ए हजुर सुन्नुहोस् न, साँझको समयमा कस्तो किसिमको भिडियो आयो अनि कति राम्रो फुल हो र यो सानो सानो कमिलाको झुन्डलाई हेर्नुहोस् न हजुर, कस्तो किसिमको भिडियो लिएर आए नि त अनिलले। हो हजुर, अहिले म दुबईमा छु। दुबईमा यति राम्रो कहले लाग्दो फुलहरूको दृश्य अनि पख्नुहोस् है त केही कुरा म देखाउँछु हजुरहरूलाई नै। ए हजुर, आमा बुवाको महिमा। जसरी घर बनाउनको लागि एउटा छोराहरूले आफ्नो घर त्याग्नुपर्छ नि, त्यसै गरी चराचुरुङ्गीहरूमा पनि बाबा आमाको कति धेरै भूमिका हुँदो रहेछ। सन्तान जन्माउनको लागि, सन्तान हुर्काउनको लागि, सन्तानलाई जन्म दिनको लागि। यो भिडियो देख्दा सानो र थोरै छ, तर हो हजुर, यस्तो भयो एकदमै अजिब किसिमको भिडियो। संसारमा अनेकौं क्रिएटरहरू छन् जसले भिडियो बनाउँछन्, तर कसैले पनि यस्तो भिडियो लिएर आउँदैनन्। तर अनिलले यस्तो भिडियो लिएर आएको छ हजुरहरू सामु। भिडियो कस्तो लाग्यो मन परे लाइक गरिदिनुहोस् अनि आउनुहोस् केही चिज देखाउँछु हजुरहरूलाई। म कतै पनि होइन, हरेक दिन पार्कमा गइरहेको हुन्छु। 12 घन्टाको थकान अनि आफ्नो ड्युटी भ्याए लगतै सर जान्छु, मुड फ्रेस हुन्छ, हावा चलिरहेको छ, चारैतिरको दृश्य र वातावरण हेर्न सक्नुहुनेछ। यस्तो राम्रो ठाउँ हो हजुर दुबईमा नि। दुबईमा यस्तो ठाउँ छ जहाँ हजुरहरूले सोचेको भन्दा धेरै राम्रो दृश्य देख्न सक्नुहुनेछ। हो हजुर, अहिले म दुबईमा छु। धन्दै 3-4 देशहरू घुमेर अहिले म दुबईमा आएर आफ्नो कामको सिलसिलामा धन कमाउन प्रदेश सोचमा आएको थिएँ। हेर्नुहोस् त यो सिँचाइलाई हेर्नुहोस् न हजुर, कस्तो किसिमको सिँचाइ हो। दुबो घाँसमा जमिन मुनिबाट कस्तरी पानीको बहाव हेर्नुहोस् त, चारैतिर घाँसलाई भिजाउन यस्तो किसिमको पानीको बहाव आउने रहेछ। यहाँ हेरेर छक्कै पर्नुहुनेछ यो भिडियोलाई। अन्तिमसम्म बस्नुहुनेछ भन्ने अपेक्षाको साथमा। धन्दै 3 मिनेट हेरिसक्नुभयो मेरो भिडियोलाई, थाहा छ। हो हजुर, थाहा छ। आउनुहोस् केही चिज देखाउँछु यही भिडियोमा, हेर्दै जानुहोस्। म कहाँसम्म जान्छु, बिचरा त्यो बच्चालाई लिएर एउटा आमा गार्डनमा घुम्न आइरहेको छन्। जताततै मान्छेहरू दौडिरहेको छन्। मान्छेलाई यस्तो लागोस् मैले भिडियो बनाएको छैन भनेर आफूले पनि अलिकति स्ट्रेचिङहरू गर्दै हिँड्दै के भयो। विदेशमा भिडियो यसरी बनाउँदै हिँड्दाखेरि एकदमै गाह्रो हुन्छ साथीहरू। जताततै पुलिसहरू पनि हिँडिरहेको हुन्छन्। त्यति सजिलो त छैन। बोल्दै हिँड्दा के सोच्छन् भनिसकेपछि भिडियो बनाएको छ। त्यो हुँदा आफ्नो तरिकाले हिँडेछु, म घरमै गएर भोइस ओभर गर्छु भनेर यो भिडियो बनाएँ। के छ, कस्तो छ त दृश्य हेर्नुहोस् न। चारैतिरको कता बाहिर बस्दा कोही जोडीको सर्पहरू घुमिरहेको छन् भने जोडीको नागहरू आपसमा रमाइरहेको छन्। यस्तो किसिमको दृश्य कहाँ देख्न पाइन्छ? कहीँ पनि होइन, मेरै भिडियोमा देख्न पाइन्छ। हरेक दिन आउँछ, हरेक दिन अनिलले भिडियो बनाउँछ, त्यो पनि हजुरहरूकै लागि भनेर। हो हजुर, धन्दै 3.5 मिनेट बसिसक्नु भयो। कोही पनि हुनुहुन्न फेरि पनि। मैले चाहिँ नि यो 4 मिनेट 4.5 मिनेटको भिडियो छ। युट्युबमा, टिकटकमा र फेसबुकमा गरेर भिडियो हाल्नेछु। कस्तो लाग्यो? अनि यो बाबुलाई हेर्नुहोस् त। हो हजुर, यो बाबुलाई हेर्नुहोस् त। धन्दै यदि कसैले पनि यो मेरो भिडियोलाई पुरै हेरिदिनु भयो भने, धेरै होइन जम्मा 10,000ले हेरिदिनु भयो भने पनि $100 कमाउँछु भन्ने आशा छ। हो हजुर, भिडियोले मलाई बर्बादै बनायो। मेहनत गरे अनुसारको फल पाएको छैन, साथ र सपोर्ट नभएर। हो हजुर, साथ र सपोर्ट नभएर हो। यदि हजुरहरूले चाहनेर हेरिदिने भने यो बिरालोलाई हेर्नुहोस् त। एकैछिन यो भिडियोलाई हेर्नुहोस् है त साथीहरू। धन्दै 4 मिनेटको भिडियो पनि समाप्त भयो लगत्तै। अब आउनुहोस् यो भिडियोको अन्तिमसम्म जोडिने हुने सबै साथीहरूलाई धन्यवाद भन्दै आजको दिन र आजको रात्रिको